हेलो एभ्रिवान, गुड मर्निङ सबैजनालाई फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा। हामी चाहिँ अहिले चोरमारा जानु लाग्यो। म चाहिँ अनि रेडी भइसकेँ टक्क लाएर। चोरमा हल्का फुल्का काम छ अनि त्यही हल्का फुल्का सामान किन्नु छ। त्यसैले अनि अझै कति दिउँसोको बज्यो 11-12 बज्न लाग्यो होला अनि घाम चाहिँ खत्रै लागेको छ। सो आजको वेदर हेर्ने हो भने चाहिँ घाम चाहिँ बब्बाल लागेको छ अनि त्यही हो, हल्का फुल्का बादल लाग्यो यतापट्टि, यता खतरा अब बादल लाग्यो अनि त्यही नै अब निस्किसक्यौँ। हामी सोह्रमा पुगिसक्यौँ अनि केक बेकरीमा छौँ, हेर्न सक्नुहुन्छ। तपाईँहरू पनि आउन सक्नुहुन्छ कुनै पनि बर्थडे पार्टीको लागि केक लिन। फाइनल गाइज चाहिँ हामी घर आइसक्यो अनि त्यही नै हो। अनसोरमा चाहिँ त्यही अलिकति केक लिन गएको थियो तर मम्मीको बर्थडेलाई, अनि तर मम्मीलाई चाहिँ थाहा छैन अनि एकैचोटि सरप्राइज हामीले भनेको गिफ्ट पनि रेडी गरेर राखिसकेछौँ। सो गिफ्ट चाहिँ राति देखाउँछु। त्यही नै है त गाइज। अब लुगासुगा फेर्नु पनि हुन्छ, त्यसपछि यतिर गइन्छ। सो गाइज अहिले चाहिँ 7 बजिसकेछ र भर्खरै खेतबाट धान गरेर आएको अनि रात पर्नै लागेको छ र रात परेपछि मम्मीलाई चाहिँ एकदम एउटा स्पेसल सरप्राइज हान्नुपर्छ। सो त्यही नै हो। अनि रात पर्न लाग्छ, 7 बजिसक्यो। भ्यू चाहिँ घाम दुख्नै लाग्छ होला नि, कालो बादल भइसक्यो, हल्का हल्का रातो पानी पनि परेछ। फेरि नपरेको होइन, फेरि पानी पनि ट्याक्क पऱ्यो, पानी बिसाउनु ल। सो त्यही नै हो। अब नुहाएर निस्किनुपर्छ अनि टक्क लुगासुगा फेरेर ट्याक्कै रेडी भएर बस्नुपर्छ र सो फाइनली गाइज अहिले चाहिँ रातिको 8 बजे हो अनि अब हामी खाना खानु पर्ने हुन्छ अनि खाना खाएर यस्तो गर्नुपर्ने हुन्छ भनेको मात्रै हो। म चाहिँ मम्मीलाई स्पेसल सरप्राइज हान्नुपर्छ गाइज। कठेर नि भाइ, पहिला भाषण पर्ने गानु हो। द्वितीय खाजा त म खिर खान्दिनँ र अन्त अनि 15 खान्छ कर्णाले यहाँमा गाडी सन्त नआएन न्याङ न्याङ नगर भन्छ। झ्याउ पनि गर त पागल नि खै खै म नुहाउनु पर्छ सबै बट्टिएर कि Happy birthday! सब भयो, मलाई पर्दैन, पुरै लगाइदियो अरे नि। ए अनि कस्तो लाग्यो भन्नु न, कस्तो लाग्यो भन्नु न, भन्नु नि आएर कस्तो लाग्यो। गनायो पुरै गनायो अनि कस्तो लाग्यो भन्नु त। कस्तो लाउने र नि मिलेन। त्यो त फिलै आउनु भिडियो हेर्ने मान्छेलाई।
यिनीहरू साह्रै झ्याउ गर्छन् दाइ Happy birthday to you. सक्यो होला अब त हजुरबाल अघि जस्तै बिहा छैन नै गर्नु कसले ल्याएको यो राम्रो छिटो के स्पोन्सर नाम भन्ने र गर्न अरे होइन पर्दैन के भाइ बनाउँछ ए लिएर आएर खान मिले छैन भनेको झन् हामी हान्छौँ भयो किन भिडियो हाल्छौ हाल्छु यो सेमान्टिकबाट भएर हो कि यस्तो भएको के ल अब छिटो गर्नु न भाषा नानी भने बस बस भएन सेमान्टिक उसबाट हो कि केले काम गर्छ ए राम्रो छ यहाँ बसेथ्यो के राम्रो छ नि त केक अन्त त्यहाँ पिङ्कीले काम गर्छ के बर्थडे गर्ल कहाँ पिङ्की भनेको काम छैन र त्यो नगरपालिका यतापट्टि मैले पक्रेको मानेको थियो अनुपम घर नराखेको थियो मैले त्यहाँ अन्तिलाई बजार हार्न नगर्नु है वा सन्ध्यालाई त बोलाइन बनाउनु न त जा बोला बोला बनाउनु म्यास गरे हुन्छ क्या हजुर छोरीहरूले हेर्नु चाहिँ यहाँ मलाई अझ चाहिँ क्यान्डल बाल्दैछ है त्यसले यता त्यहाँ आउनु न यता सरप्राइज भयो हामी त धाटा नजान्ने पनि मान्छे त बरु म आफैले कुरा गर्थेँ होला कुरा नआए कपडा लाउनु के फोटो खिच्ने जसरी फोटो खिच्ने भनेर मलाई रुनै लाएर फोटो खिचिदियो एउटा चाख्न मन लाग्यो कति वर्षको पनि भइदिनु मम्मी थुप्रै वर्ष पुग्यो ल ल ल अलमललाई म त ह्यापी बर्थडे टु मम्मी थ्याङ्क यू ल यो छोरा गर्नु न ए पछि बोल्नु के भिडियो गरौँ त सबै खै साइमनले हाम्रो लाग्यो म भला गर्छु सुप्रिमलाई साइमनले जान्दा जान्दा नि खिसखिच्दै छ म पनि बस्नु 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 घरमा मजाले गर्नु गर्नु ल ह्यापी बर्थडे टु यु Happy birthday to you. Mati mana tapi? Kau tahu? यति हो त्यही बारुद मात्रै है केही होइन त्यो साँच्ची म त यताको मोबाइलले देखाउने गर्छु ए कुन यो हो दुर्गा गाथा ए दबाई हो भन्दा ल्याउनु के खाने हो बोलाउनु ड्याडी राख्नु भयो राखेन हजुर मम्मीले है काट्ने के हो पुरा डेगा छैन रे ए मैले नै खाउने के देखाएको छैन खै त किन किन यहाँ तल नानी फोन गरे कहाँ कहाँ त्यो गिलो त नखा मलाई त ए के भन्नु बोलेको बोले भयो के हो हेर्नु न ओहो सेट 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 हजुरलाई गिफ्ट ल बर्थडे गिफ्ट हेर्नु खोलेर ओहो मलाई सँग लागिरहेको छ कि यहाँ त्यो ड्याडी र कर्णाको ढाँचा पारेको मलाई खोलेर हेर्नु नौ केटी कति पऱ्यो होला यसो हिजो म जानु कति पऱ्यो गेस गर्नु न सानो हो कति पऱ्यो होला है अझै अरू पनि छ हेर्नु अरू के ल्याएर अरू यहाँ फेरि पैसा ए पैसा त मलाई थाहा थिएन है म भोलि मलाई 500 दिनु है चाहियो कि मलाई पछ्यौरा ए टी सर्ट तर यिनीहरू चाहिँ मलाई थाहा थिएन यहाँ फेरि के हो हेर्नु न के हो मे गरेछन् बा
त्यही भने चाहिँ मलाई यसले नलेज जानु लान्न भने सुरा नम्पालिस चोरवाला गएको थ्याङ्क यू कसले यो किनिदिएको थ्याङ्क यू स्पोन्सर विशेष गरी बुढालाई भनौँ मैले कर्णाको डराजमा खतर खतर गर्दाखेरि म चाहन पर्यो भने हुन्छ छोरीको नि विश्वास नगरेको भन्छ नदिएको आज चारे भए मिल्ने रहेछ ल थ्याङ्क यू बुढा थ्याङ्क यू सबैजना खाना खायो अनि तल्लो रुममा धरिसक्यो अनि ल आजको भ्लग चाहिँ यति नै थियो अनि कस्तो लाग्यो भ्लग सो हेरिदिनु भयो अनि थ्याङ्क यू सो मच सो हामी चाहिँ अब 50 सब्सक्राइबरको नजिकै पुगिसक्यौँ त्यसैले सब्सक्राइब गरिराखौँ अनि हामी अब यति नै हो आजको भ्लग चाहिँ यति नै थियो सो हामी भेट्ने न्यू भ्लगमा आजलाई भने बाई बाई